ल अहिले हामी चाहिँ यो के अरे सत्यवती यात्राको क्रममा छौँ। यहाँ गाडीहरू यस्तो छन्। हाम्रो टोली यहाँ बहिनीहरू यहाँ छन् उकालोमा। यहीँ हाम्री भान्जी बहिनी रोएको रोइछन् उकालो हिँड्न नसकेर। हाम्री हामी अब सत्यवती पुग्ने नजिक छौँ। यो मेला लाग्ने ठाउँ मान्छेहरूको आगमन भइरहेछ। यता हाम्रो दिदी हुनुहुन्छ लौरो समातेर दिनुहुन्छ। यता हाम्रो साली नानी छन्। यता हाम्रो बहिनी छन् लियो समातेर। तिमीलाई कस्तो लागिरहेछ? मलाई एकदम रमाइलो लागिरहेछ। के भन्ने ल ल ल ल ल ल यो हाम्रो टोली यहीँ पुरा ग्यादरिङमा हिँडिरहेछ। उसमा यहाँ दिदी उको नबानेका नि छन् त दाइ। अहिले बान्ने हो क्या त्यो गाड्ने बेला चाहिँ बानेर गाड्ने हो। ल पुरा यहाँ फेरि हाम्रो टुरिस्ट गाइड चाहिँ यहाँ हुनुहुन्छ है। पुरै टुरिस्ट हुकसुक सबै बोकेर आउनुपर्छ झोला। यता छन् अहिलेसम्म रुँदै थिइन् अहिले हाँसिन्छन्। तेर्सो आएछ एक चक्कर। म चाहिँ अघि उकालोमा हिँड्न नसकेर रोएको। अहिले चाहिँ म खुसी छु। बजैलाई भेट्न आइसकेँ। परसन मागेर घर जाने हो। हेर कान्छा यस्तो यति उकालो हिँड्दा रुनी बुढी बिहा गरेर क्यार गरेर खान्छ नि। हेर केही छ भन्नु तिमीलाई? सफाइ दिनु छ हाम्रा भाइसित? हामी पुरानो पनि होइन बिरालो नयाँ भएर गर्दैछ। अरू हराए त बरु अरू हराए केही छैन। हाम्रो कान्छी बहिनी तिमी त हराउनै भयो अनि मेरो बा भोलि त मलाई भिनाजुले दिदीहरूले सबले इतना माया बिहारका साथले हेर कान्छ हामीले कति सुरक्षा दिएर राखेका छौँ तिमी बुढीलाई। अगाडि दुईटा दिदी र भिनाजु पछाडि हामी। हामी त मन्दिर कटेर त आइसक्यो। एक राउन्ड घुम्यौँ। अब मन्दिर पुग्यो भने 2 हुन्छ अनि अझै एक राउन्ड घुमेर अनि गाडी
झारेर एकछिन त्यही बसाउँला बस्दो रहेछ नि आज पुरै बस्यो नि हेर्नु न सबै आफ्नो 12 बजे पूजा गर्नु हुँदा हुँदै 9 बज्छ कि अझै बज्दैन भावना केही बोल न केही शब्द यसो जाओस् न होइन म चाहिँ एकदम खुसी छु त्यही हो मैले चिताएको हरेक कुरा पुरा होस् सबै कुरा भन्न नमिल्ने त्यही हो भन्न नमिल्ने कुरा भिनाजुलाई थाहा छ त्यति भए पुग्छ होइन त्यो पनि होला नि अलिकति कुराहरू हुन्छन् सबै कुरा भन्न अब एउटा मात्र माग्ने हो नि धेरै माग्ने अनि यता दिदी भावनाको के छ केही छ भन्नुपर्ने मेरो पनि केही छैन अब सबै मिलेर आइयो रमाइलो भयो खुसी लाग्यो अब सत्यवती माताले हामी सबैको रक्षा गरौँ मैले त्यही भन्न सोचिरहेको थिएँ त्यही नै हो सकुशल घर पुग्न पाइयोस् त्यही नै हो सबै एकजुट भएर त्यही हो भगवान्ले सबै रक्षा गरौँ सबैलाई अब हाम्रो शोभाको के छ भन्नु ल भगवान्ले त्यही हो भिनाजु भगवान् सत्यवती बजाइले हामी सबैलाई आशीर्वाद दिनुहोस् हामी सबैजना को रक्षा गर्नुहोस् सबैको सुख शान्ति होस् सबै हाँसी खुसी बस्न चाहन्दै हो अब यसमा हाम्रो कृष्ण दाईको के छ भने उनको त उही घारो बोकेर हिँड्ने भन्दा अरू केही छैन भने अब को बाँकी रह दिदी हजुरको के छ भनाइ ल सबै ठिकै छ अब मन्दिर आछु खुसी लाग्छ रमाइलो भयो भिनाजुलाई के भन्न चाहनुहुन्छ यहाँबाट को भिनाजु तपाईँको बुढा भिनाजुलाई के खबर पुर्याउन चाहनुहुन्छ ल राम्रै मन्दिर आइपुगे मैले भनिदिन्छु के आन्टीको कुरा तिमीले आफ्नो बुढीले भने जस्तो तिमीले भनेर हुन्छ खुसी रहौँ निरोगी रहौँ त्यही भन्न चाहन्छु बुढी राम्रै मन्दिर आइपुग्यो ढुक्क हुनु यी भाइहरूले पुगेर आउनुभयो आउनुभयो छोरीका देउरानी जेठानी रमाइलो भयो नयाँ बहिनीहरूसँग नयाँ दाजुभाइहरूसँग आएको यति बेला हामी सत्यवती मेला प्रत्यक्ष यति बेला यहाँ मान्छेहरूको भिडभाड बढ्दो छ लाखौँ मान्छेहरू छ हामी कार्यक्रम सञ्चालनकै क्रममा छौँ एकजना बहिनी भेटेका छौँ उहाँसँग केही कुराहरू गर्न गइरहेका छौँ काटिने तपाईँलाई यो सत्यवती मन्दिरमा आउँदाखेरि कस्तो लाग्यो मुन्टो उगारेर भन्नु होला मलाई एकदम रमाइलो लाग्यो म यति धेरै भिड हुन्छ भने चाहिँ सोचेकै थिइनँ म पनि फर्स्ट टाइम आएको सबैजना फ्यामिलीसँग तर एकदम रमाइलो लाग्यो एकदम धेरै भिड छ हजुरहरू आउनु होला दर्शन गर्नु होला अनि बढ्दा पुरा हुन्छ चिच्याएर वर माग्ने चलनले गर्दा यो एकदम पर्फेक्ट भएको छ हस्त नमस्कार नमस्कार यति बेला हात बलि गरिकन खिचेकै जिन्दगी यहाँ तपाईँसित त हिँड्ने रहन्छ यार कति आत्तिएको यत्रो आत्ति हाने समय जाम्ला त तपाईँ एक्लै पुग्नु नि हो र अहिले हुन्छ दाइ यिनीहरू सबै अब यहाँ 12 बज्ने बित्तिकै सबै त्यता छिर्छन् अनि यहाँ खाली हुन्छ सबै एकछिन त आनन्दले बस्नु न यार जाम ल छिरम ए हिँडेको के तिमी के सोचमा परिछौ त फेरि